2081 होइन, असोजको महिना थियो, 10 गते बाढी आएको थियो, सबैलाई थाहा छ। अनि धेरै क्षति भयो क्या। अनि त्यसकै लागि मैले केही गीत लेखेको थियो। अनि सपोर्ट गर्नु होला र आफ्नो फिडब्याक होइन दिनु होला, के कस्तो लाग्छ। अब सुन्नु। वर्षबाट 2081 असोज महिना 10 गते हिँड्ने काठमाडौँ नयाँ जीवन पाउने आशले ठुलो सपना बोकेर म हिँड्ने थिएँ कामले खासले थाहा थिएन मलाई बोलाउँदैछ गाउँको वारे घाटले। बाबाको गाली सुनि चढे बसमा खास थाहा थिएन आउँदाखेरि हुन्छ मुर्दा लास। सोचेको सपनाहरू टुटी गयो सबै, छोराको लास हेर्दा बमानी रुए सबै। झरुनु आमा बाबा आउँछु म छिट्टै, भागेन यति रहेछ कोर्नु छैन अझै। आधी त उमेरेछ बाँकी छैन मलाई अझै लगाइदिनु कात्रो अनि बेसी दिनु सधैँ। जीवनको देन हेर्नु दैवको खेल हेर्नु, जितको खोजी मात्रै हार मात्र पाउँछ हेर्नु। अँगालोमा बाँधिराख्नु सधैँभरि बिर्सी जानु, जन्म यति रहेछ अब लास तपाईँ जलाइ जानु। म जाँदैछु छोडेर टाढा यो बाटोहरू मोडेर साडा, आउनेछु अन्तिम चोटि भेट्न सेतो कपडा ओढेर। म जाँदैछु छोडेर टाढा यो बाटोहरू मोडेर सारा, आउनेछु अन्तिम चोटि भेट्न सेतो कपडा ओढेर। हजारौँ सपनासँगै लास पनि दबाइरहेछ, देखेका सपनाहरू सिसा बनी फुटिगा छ। सोचेको हुन रहेछ गलत त भागे रहेछ, हजारौँ सपनासँगै लास पनि गायब भएको छ। निभाउन सकिन दिएको थिए कर्तव्य, बग्दैछ लास अनि कहाँ हुने हो गन्तव्य। पाइला चार्दै मृत्युले दुष्टहरूको नजरले, बचाउन सकेन आमाको त्यो व्रतले। म जाँदैछु छोडेर टाढा यो बाटोहरू मोडेर सारा, आउनेछु अन्तिम चोटि भेट्न सेतो कपडा ओढेर।